ब्याजको हिसाब कसरी गर्ने त? धेरैजसो गाउँघरमा कसैले 100/2, 100/3 ब्याज भनिरहेका हुन्छन् भने ब्याङ्कमा 6%, 7%, 10% यस्तै ब्याज भन्ने सुनिन्छ। धेरैलाई एउटै प्रश्न हुन्छ, यी दुई हिसाब गर्ने तरिका एउटै हो कि फरक हो? जस्तै 1 लाख रुपियाँ ऋण लिएपछि कति ब्याज तिर्नुपर्छ, 15 दिनमा, 1 महिनामा अथवा 1 वर्षको ब्याज कसरी निकाल्ने भनेर धेरैजसो मान्छेहरू कन्फ्युज हुन्छन्। आज हामी यस भिडियोमा क्यालकुलेटर बिना नै ब्याजको हिसाब निकाल्ने तरिकाको बारेमा चर्चा गर्नेछौँ। ब्याजको गाउँघरको 100/को ब्याज कसरी निकालिन्छ र बैङ्कको ब्याज कसरी निकालिन्छ भन्ने कुरा बुझ्नको लागि तपाईँले भिडियो अन्तिमसम्म हेर्नुभयो भने पक्कै पनि तपाईँलाई जिन्दगीभरि काम लाग्ने तरिकाको बारेमा हामी चर्चा गर्नेछौँ। सुरुमा हामी गाउँघरको 100/, कसरी निकालिन्छ भन्ने बुझौँ। अब मानिलिउँ हाम्रो गाउँघरमा 100/2, 100/3, 100/4, 100/5 होइन, यस्तै ब्याज लगाएको सुनिन्छ। अब हामी के बुझ्नु पर्यो भने 100 भनेको प्रति 100मा, जस्तै 100मा 100/2 भनेको छ भने 2 रुपियाँ हुन्छ भन्ने बुझ्नु पर्यो होइन। यदि कसैले 100 रुपियाँ ऋण लिएको छ भने 1 महिनाको ब्याज 2 हुन्छ भन्ने बुझ्नु पर्यो 100/2 का दरले। यदि 100/3 छ भने 3 रुपियाँ हुन्छ, 100मा 3 रुपियाँ। यदि 100/4 कसैले लिएको छ भने 100 रुपियाँमा 4 रुपियाँ 1 महिनाको ब्याज हुन्छ भने हामीले बुझ्नु पर्यो। अब हामी यसलाई उदाहरणबाट लिउँ। जस्तै मानिलिउँ कसैले चाहिँ 1 लाख रुपियाँ 100/2 का दरले ऋण लियो मानौँ। जस्तै 1, 10, 100, 1000, 10,000, लाख। ल कसैले 1 लाख रुपियाँ होइन 100/2 का दरले ब्याज लिएछ भने त्यसको 1 महिनाको ब्याज कसरी निकाल्न सकिन्छ भनेर हामी निकालौँ। अब 1 लाख लिएको छ भने 100 भनेको 100ले भाग गर्ने होइन। 100मा हामी चाहिँ 100 हिसाब गर्दैछौँ। इन्टु अब चाहिँ भनेको 100 कतिमा लिएको त? 2मा छ भने 2मा लिएको छ भने 2ले गुणन गर्ने, 3मा लिएको छ भने 3ले गुणन गर्ने, 4मा लिएको छ भने 4ले गुणन गर्ने, जति 100 कतिमा हो। अब हामी यहाँ 100/2 हिसाब गर्नेछौँ होइन, इन्टु 2 गर्ने। अब हामी यसलाई हिसाब गरौँ। 0ले 0 काट्यो, 2 बराबर छ। अब यहाँ कति बचेको छ? 1000 बचेको छ। अनि यता कति बचेको छ? 2 बचेको छ। यता कति बचेको छ? 2 बचेको छ। यसलाई हिसाब गरौँ। 1000 गुणन 2 बराबर 1000 दुना 2000 हो। ल अब हाम्रो के आयो भन्दाखेरि चाहिँ 1 लाख रुपियाँको 100/2 का दरले 1 महिनामा हुन आउने जम्मा ब्याज भनेको 2000 हो होइन। 1 लाखको 100/2 का दरले हुन आउने ब्याज भनेको 2000 हो। अब हामी यो 1 महिनाको हो भने अब हामी जतिसुकै महिनाको पनि निकाल्न सक्छौँ। जस्तै 18 महिना, 17 महिना, 15 महिना, 8 महिना, 6 महिना, 7 महिना हो, यसरी हामी निकाल्न सक्छौँ। जस्तै अब हामीले 7 महिनाको चाहिँ ब्याज तिर्नुपर्ने हो भने अब कति आउँछ भने 7 दुना 14,000 हो। अब त्यो मान्छेले चाहिँ के गर्नुपर्छ भने 7 महिनाको ब्याज 14,000 आउँछ र उसले यदि साउसहित ब्याज बुझाउनु पर्यो भने उसले कति बुझाउनु पर्छ भने उसको साउ भनेको 1, 10, 100, 1000, 10,000, लाख हो भने उसको ब्याज 7 महिनाको भनेको 14,000 हो। अब यसको जम्मा उसले फिर्ता गर्नुपर्ने रकम भनेको चाहिँ 1,14,000 उसले के गर्नुपर्छ? फिर्ता गर्नुपर्छ रकम साउसहितको ब्याज हो। यसरी हामी यसलाई निकाल्न सक्छौँ हो। अब गाउँघरको 100 हिसाब गर्ने तरिका यो नै हो। अब 1 महिनाको निकाल्यो भने 1 महिनाको निकाल्न सक्यो भने अनि अरू महिनाको वर्षको जतिको निकाल्न सकिन्छ। जस्तै 2 वर्ष भन्यो भने 2 वर्षमा कति हुन्छ? 24 महिना हुन्छ। इन्टु 24ले गुणन गर्न सकिन्छ होइन। 3 वर्ष भने यदि 3 वर्ष भन्यो भनेपछि 3 वर्षमा कति हुन्छ? 1 महिनामा 12 हुन्छ भने 12 इन्टु 3 भनेको 12 त्यहाँ 36 हुन्छ। 36 महिनाले यसरी हामी गुणन गर्न सक्छौँ। अब यहाँ हामीले यहाँ बुझ्नुपर्ने कुरा के हो भने प्रायःजसो गाउँघरको ब्याजमा चाहिँ के गरेको हुन्छ भने 100 दर गरेको हुन्छ। जस्तै अब हामीले के बुझ्नु पर्यो भने यदि 100/2% चाहिँ ब्याज लगाएको छ भने यसको वार्षिक कति हुन्छ भने 1 वर्षमा 12 महिना हुन्छ भनेको 12 दुना 24% हो भन्ने हामीले बुझ्नु पर्यो। यदि 100/3 को हिसाब गरेको छ भने होइन, त्यसलाई चाहिँ 12ले गुणन गर्नुभयो भने 12 त्यहाँ 36% हो भन्ने बुझ्नु पर्यो। यदि कसैले 100/4 लगाएको छ भने 12ले गुणन गर्यो भने 12 चौको 48% उसको चाहिँ ब्याज वार्षिक ब्याज दर हो भनेर हामीले बुझ्नु पर्यो।
प्रायःजसो ब्याङ्क तथा वित्तीय संस्थाहरूमा अथवा अलिकति पढे लेखेका मान्छेहरूले चाहिँ वार्षिक कति % ब्याज दर छ र वार्षिक निकालेर त्यसपछि मासिक, महिना, दिनको पनि निकाल्छन्, त्यसरी हिसाब गर्छन्। तर हामीले चाहिँ यहाँ 100 कडाको चाहिँ हिसाब निकाल्ने तरिका भनेको चाहिँ यसरी गर्नुभयो भने हामी चाहिँ आफ्नो ब्याजको हिसाब सहजै रूपमा निकाल्न सक्छौँ। त्यसैले अब हुन त ब्याङ्क र गाउँघरको 100 कडाको हिसाबको दर निकाल्ने तरिका त एउटै हो। तर के हुन्छ भने गाउँघरमा चाहिँ महिनाको 100 कडाको हिसाबले गर्छन् भने अनि त्यसपछि ब्याङ्कमा के गर्छ भन्दाखेरि वार्षिक रूपमा त्यसको चाहिँ वार्षिक ब्याजको हिसाब गर्छ। अब हामी यहाँ पढ्छौँ हामी बैङ्कको ब्याज दर निकाल्ने तरिका कसरी निकाल्न सक्छौँ त हामीले ब्याङ्कको ब्याज दरलाई चाहिँ कसरी निकाल्न सक्छौँ, मेरो ब्याज कति आयो भनेर चाहिँ अन्यलमा हुनुहुन्छ भने निकाल्ने तरिका सेम त्यस्तै हो। मानौँ कसैले अथवा ब्याङ्कले चाहिँ 5% होइन 6%, 7%, 8% भनेर यसरी ब्याज दर निर्धारण गरेको हुन्छ। अब यसलाई हामीले चाहिँ कसरी निकाल्न सक्छौँ भने उदाहरणको लागि हामी लिउँ, जस्तै कुनै पनि यो पनि 100मा चाहिँ गणना हुन्छ है। जस्तै ब्याङ्कबाट कसैले 100 रुपियाँ लियो र ब्याङ्कको वार्षिक ब्याज दर 5% छ भने हामीले के बुझ्नुपर्छ, 100मा 5 रुपियाँ ब्याज भन्ने बुझिन्छ। यदि 6% छ भने 100मा 6 रुपियाँ हो भन्ने बुझ्नु पर्यो। यदि 7% छ भने 100मा 7 रुपियाँ ब्याज हो भन्ने बुझ्नु पर्यो। तर ब्याङ्कको चाहिँ हामीले के बुझ्नु पर्यो भने वार्षिक रूपमा चाहिँ यसको गणना हुन्छ भन्ने बुझ्नु पर्यो होइन। ल अब हामी उदाहरण लिउँ, 1 लाखै गरौँ हामी। कुनै व्यक्तिले 1 लाख रुपियाँ 1, 10, 100, 1000, 10,000, लाख 1 लाख रुपियाँ ब्याङ्कबाट ऋण निकाल्यो। कति वार्षिक हामी 5% का दरले निकालौँ हामी भनेपछि यसको निकाल्ने सेम तरिका भनेको गाउँघरको 100 कडा जस्तै नै हो। भनेको 100ले चाहिँ भाग गर्ने, गुणन कति पर्सेन्ट हो, 5% छ भने 5% गर्ने, 6% छ भने 6ले गुणन गर्ने, जति पर्सेन्ट चाहिँ ब्याङ्कले तोकेको छ त्यतिले गुणन गर्ने। जस्तै अब हामी काटौँ 2 शून्यले 2 शून्य काट्यो, अब यहाँ बच्यो कति 1000 रुपियाँ। जस्तै 1, 10, 100, 1000, 1000 बच्यो। अब हामीसँग यहाँ 5 छ, 5ले गुणन गर्नुभयो भने यो कति आयो 5000, 10, 100, 1000 हो। अब यो 5000 भनेको के हो, 1 महिनाको होइन यो पक्कै पनि। ब्याङ्कले सालाखाला के गर्छ, 1 वर्षको हिसाब गर्छ, 1 वर्षको ब्याज दर निर्धारण गर्छ भने 1 महिनाको के अरे 1 वर्षको ब्याज भनेको कति आयो 5000 रुपियाँ आयो। अब हामी मानौँ अब 1 वर्षको आयो भने अब हामी चाहिँ 2 वर्ष, 3 वर्ष, 4 वर्ष कतिको ब्याज निकाल्नु पर्ने हो हामी त्यो पनि निकाल्न सक्छौँ। जस्तै 1 महिनाको 5000 ब्याज आएछ भने अब यसलाई चाहिँ कतिले 2 वर्ष छ भने 5000 सँग 2ले गुणन गर्ने। जस्तै यो 5000 हाम्रो ब्याज आएको छ भने यसलाई 2 वर्षको निकाल्ने हो भने 10000 रुपियाँ आयो हैन। यसरी हामी चाहिँ निकाल्न सक्छौँ। जस्तै अब हामी कतिखेर कन्फ्युज पनि हुन सक्छौँ हैन। जस्तै 5000 चाहिँ 1 महिनाको 1 वर्षको आयो भनेपछि अब हामीले चाहिँ यो कति चाहियो भन्दाखेरि अब हामीले 1 महिनाको चाहिएला। जस्तै अब मानौँ यो 5000 1 वर्षको ब्याज हो भने अब 1 महिनाको ब्याज कसरी निकाल्ने भन्नको लागि चाहिँ कति 12ले गुणन गर्ने। किन भन्दाखेरि 1 वर्षमा 12 महिना हुन्छन्। 12 महिनाले 1 वर्षको ब्याजलाई भाग गर्यो भने 1 महिनाको ब्याज आउँछ। जस्तै अब यसलाई चाहिँ हामीले निकाल्नको लागि जस्तै यहाँ 5000 छ, 1, 10, 100, 1000, 5000 छ, भागा कति 12 गर्नुभयो भने कति आउँछ 416 रुपियाँ आउँछ। अब यहाँ पछाडि 416.6 छ भनेर आएको छ। हामी दशमलव भन्दा यता 5 अथवा 5 भन्दा ठुलो छ भने 1 जोडेर हामी राउन्ड अप गरेर पूर्ण सङ्ख्या बनाउँछु। भन्नको मतलब चाहिँ 417 मानौँ एउटा यता जोडेर हो। अब कति आयो भन्दाखेरि 1 महिनाको चाहिँ ब्याज दर कति आयो 417 आयो। अब यदि हामीले चाहिँ 1 वर्षभन्दा अगाडि चाहिँ 7-8 महिनामा तिर्नु छ भने 8 महिनाको छ भने 8 महिनाको ब्याज निकाल्न सकिन्छ। 8ले गुणन गर्ने, 9 महिना हो भने 9ले गुणन गर्ने, 10 हो भने 10ले गुणन गर्ने हो। त्यसरी अब 417 गुणन अब हामी यहाँ 8 को निकाल्दैछौँ भने कति 3336 रुपियाँ 3336 रुपियाँ कति आउँदो रहेछ यो 8 महिनाको ब्याज आउँदो रहेछ भनेर बुझ्नु पर्यो। अब होइन मेरो चाहिँ 1 महिनाको ब्याज कति पर्दो रहेछ भनेर पनि हामी निकाल्न सक्छौँ। जस्तै अब मानौँ 1 महिनाको चाहिँ यहाँ कति छ 417 रुपियाँ भनेर हामीले निकाल्यौँ हो। यो 417 रुपियाँ 1 महिनाको हो भने हामी यसलाई 1 दिनको पनि निकाल्न सक्छौँ। 1 दिन भने 1 दिनमा कति दिन हुन्छ, सरदर हामी चाहिँ 30 दिनको 1 महिना मान्छौँ भने 30ले भाग गर्ने। जस्तै अब 1 महिनाको जस्तै यो 417 रुपियाँ छ डिभाइड 30ले भाग गर्नुभयो भने लगभग भनेको 13.9 भनेको अथवा 14 रुपियाँ चाहिँ के हुँदो रहेछ 1 दिनको ब्याज हुँदो रहेछ भनेर हामी यसरी ब्याङ्कको
ब्याज दर निकाल्न सक्छौँ। अब हामी मानौँ अब यो त हामीले चाहिँ पुरानो तरिकाबाट चाहिँ निकाल्न सकियो हैन। अब यसलाई चाहिँ नयाँ तरिकाबाट जस्तै अब चाहिँ सूत्रको प्रयोगबाट पनि हामी निकाल्न सक्छौँ। यसको लागि भनौँ जस्तै साउँ भनेको चाहिँ पी भनेको चाहिँ हैन 10,000 छ मानौँ 1, 10, 100, 1000, 10,000 छ। समय भनेको चाहिँ 2 वर्षको लागि हो र अनि यसको ब्याज दर भनेको चाहिँ 5% हो भने 5% हो भने यसलाई चाहिँ हामी अब कसरी निकाल्न सक्छौँ त? अब पहिलादेखि हामीले पढ्दै आएको भनेको चाहिँ PTR/100 भनेर हामीले पढ्दै आएका थियौँ हैन। जस्तै PTR/100 भनेको चाहिँ P भनेको साउँ हो, T भनेको समय हो, R भनेको ब्याज दर हो भनेर हामी पढेको हो। हो यसको आधारमा पनि हामी के त ब्याज दर निकाल्न सक्छौँ। जस्तै P भनेको कति छ 1, 10, 100, 1000, 10,000 हो। T भनेको चाहिँ 2 वर्ष छ हैन। अनि R भनेको गुणन कति हो 5% हो भने यसलाई चाहिँ 100 ले डिभाइड गर्ने हो हैन। 2 शून्यले 2 शून्य काट्यो 5 जस्तै अब 5 दुना 10, 10 यहाँ छ भने कति 100 भनेको 100 ले 10 लाई गुण गर्नु भने 1, 10, 100, 1000 रुपियाँ चाहिँ कति 1000 रुपियाँ यसको 1 महिनाको ब्याज आउने भयो। एक वर्षको 1 वर्षको ब्याज हो। यो सूत्रबाट पनि हामी यो सूत्र लगाएर पनि हामी ब्याज दर निकाल्न सक्छौँ हैन। त्यस्तै जस्तै मानौँ अब यहाँ अब 12 महिनाको जस्तै यो 1 को ठाउँमा चाहिँ 12 महिना छ भने हैन 12 महिना छ भने यसरी चाहिँ महिना भनेको 12 ले गुणन के अरे वर्षमा लिनुको लागि 12 ले भाग गर्न सकिन्छ। हो यसरी हामी बैंकको ब्याज दर निकाल्न सक्छौँ र आफ्नो ब्याङ्कमा कति ब्याज आइरहेको छ अथवा पैसा हामीले जम्मा गर्दाखेरि अथवा पैसा ब्याङ्कबाट ऋण लिँदाखेरि चाहिँ यसरी हामी निकाल्न सक्छौँ। त्यसैले चाहिँ भनेको अब यहाँ कुरा के रह्यो भने बैंकको ब्याज दर र हामीले चाहिँ गाउँघरको 100 कडाको ब्याज दरमा के फरक छ त भनेर चाहिँ हामीले यहाँ बुझ्न आवश्यक छ। अब प्रायः जसो गाउँघरमा के हुन्छ वार्षिक हुन्छ मासिक हुन्छ 100 कडा 2 लगायो भने यो 1 महिनाको इन्टु 12 लगायो भने यो कति हुन्छ 24% हुन्छ हैन। जस्तै अब यो ब्याङ्कको हामीले ब्याङ्कको हिसाब गर्ने हो भने ब्याङ्कको भनेको ल 5% छ भने यो वार्षिक हुन्छ। जस्तै अब हामी यो गाउँघरको भयो यो भयो ब्याङ्कको भयो। जस्तै अब गाउँको निकालौँ 1 लाख 10,000 को निकालौँ नि त 1, 10, 100, 1000, 10,000 इन्ट 10,000 हैन भागा 100। अब 100 कडा 2 को दल लियो भने यहाँ छ जस्तै भनेको चाहिँ अब यहाँ कति छ यहाँ 100 बच्यो यहाँ 2 बच्नेको 100 दुना 2,200 रुपियाँ चाहिँ के आयो 1 महिनाको चाहिँ ब्याज आयो भने यता निकालौँ हामी वार्षिक साउँ हामी सेम त्यो 10,000 मानौँ 10,000 हैन 10,000 हामी निकालौँ डिभाइड 100 इन्टु 5 गरौँ 100 ले 100 गर्यो यो भनेको 500 रुपियाँ आयो। अब ब्याङ्कको कति आयो 500 आयो 1 वर्षको यसको आयो 2 वर्षको। जस्तै अब 1 वर्षको हामीले निकाल्नु पर्यो भने कति 1 वर्षमा चाहिँ 12 महिना हुन्छ भनेको 12 दुना 24 भयो। यो 24 भनेको चाहिँ 2 शून्य भनेको 2,400 आयो भने 100 कडा 2 का दरले अब यहाँ 5% का दरले कति आयो 500 रुपियाँ मात्र आयो भनेपछि अब हामीले के बुझ्नु पर्यो भने गाउँघरको चाहिँ ब्याज दर चाहिँ धेरै महँगो हुन्छ भनेर हामीले बुझ्नु पर्यो। किनकि 100 कडाको हिसाब गरेको हुन्छ मासिक गरेको हुन्छ त्यो सिधै 12 ले गुणन गर्यो भने ब्याज दर बढी आउँछ भने ब्याङ्कको चाहिँ के आउँछ निश्चित तोकिएको हुन्छ त्यो वार्षिक रूपमा गणना गरिएको हुन्छ त्यति मात्र फरक हो। तर चाहिँ अब ब्याज दर निकाल्ने तरिका भनेको गाउँघर र 100 कडाको र ब्याङ्कको ब्याज दर निकाल्ने तरिका चाहिँ सेम एउटै हो भनेर हामी गर्न सक्छौँ। यसरी हामीले गर्यौँ भने आफूले लिएको ऋण अथवा कसैलाई दिएको ऋणको ब्याज दर हामी सहजै रूपमा निकाल्न सक्छौँ।